हेलो गाइस, नमस्ते सबैजनालाई। अहिले चाहिँ बजेको छ 4:30 हो। अनि म चाहिँ यहाँ आज पञ्चायत अफिस गएको थिएँ नि त हो, म र मम्मी। अन्त पञ्चायत अफिसबाट आएर एकछिन रेस्ट गरेर कपडा सपडा चेन्ज गरेर हो चिया बनाएँ मैले सबैजनाको लागि। चिया खाएर, चिया भुजाहरू खाएर बातचात गरेर एकछिन रेस्ट गरेँ होइन। रेस्ट गरेँ कति टाइमसम्म। अन्त अहिले चाहिँ उठेँ हो हामी। अन्त अब चाहिँ हामी बेलुकाको डिनरमा चाहिँ आज बनाउने हामी मोमो हो। अनि हाम्रो दादा पनि आउनुभएको छ, मेरो फुपू सासूको छोरा, मेरो जेठाजु दादा हो, उहाँ पनि आउनुभएको छ। अन्त आज चाहिँ एकदम सडनली प्लानिङ भयो कि मोमो खाने भनेर हो। अनि किचनमा चाहिँ विवेकले बाबाले मासु सासु पनि लिएर आउनुभयो, प्याजहरू के थिएन हो। बाबाले सबै दोकानबाट लिएर पनि आउनुभयो। अन्त बाबा, मम्मी, विवेक, दादा पनि भर्खर आउनुभयो। 4 जना भएर गर्नुहुँदैछ चुला किचनमा। म चाहिँ यताउता हिँड्दैछु हो। अनि म पनि त्यहाँ जान्छु सकाइदिनु हो। मम्मीले आटा र मैदा चालेर मिक्स गरिदिनु हुँदैछ हो। हामी मैदाको मात्रै खान्न त ग्यास हुन्छ हो। अनि मिक्स गरिदिनु हुँदैछ, आटा चालिदिनु हुँदैछ। अब चाहिँ म गएर मुस्छु हो। अन्त गाइस देखाउँछु ल म हजुरहरूलाई के गर्नु हुँदैछ चाहिँ किचनमा भनेर है। जान्छु ल किचन। अब त रात पर्नु। हजुर चक्कु त्यो उसको छेउमा हेर्नुहोस् त दादा, टिभीको तल हाम्रो रुममा। मम्मी त्यो चक्कु चलाउनु भन्नुभएको त्यो टिभीको छेउमा, टिभीको तल। आमालाई लगिदिनुको लागि राखेको थिएँ कि सेटअप बक्सको छेउमा। अनि देखाउँछु ल हजुरहरूलाई बाबाले के गर्नुहुँदैछ भनेर। यहाँ चाहिँ हाम्रो मम्मीले आटा चालिदिनु हुँदैछ, त्यसको बादमा म मुस्ने हो। हाम्रो बाबाले चाहिँ किमा बनाउनु हुँदैछ चिकनको हो। अन्त मेरो बुढाले चाहिँ यहाँनिर आमामा आँखा पोलेर बिचारा के भन्छ प्याज तास्नु हुँदैछ हो। सबैजना मिलेर हाम्रो सुनिल दादाले चाहिँ बाहिर प्याज काट्नु हुँदैछ। दादाले पनि यहाँ गाना सुन्दै मजाले हो। सबैले मिलिमिली गरेको नि त। म चाहिँ पहिला भ्लग स्टार्ट गरिहाल्छु भनेर अब चाहिँ गर्ने म पनि काम हो। त्यो मम्मी आटा चालेपछि म मुस्छु ल। तर त्यो चाहिँ धोएर सुकाइहाल्नु पर्ने रहेछ फेरि। नयाँ चुन्नीमा आटा चालेको हेर्नु। मेरो बैलो कुर्ताको चाल्नी माथि घरमै छ नि त है हाम्रो। मजाले चालिँदैछ। त्यो हड्डीको चाहिँ सुप बनाउनु पर्छ है, धोएर राख्नुपर्छ हो। चल्नुहोस् मम्मीले, मेरो बुढोले मेनी आँखा पोलेछ। बोले आँखा पोल्छ नि। अन्त म आगो फुक्छु। अब म आगो फुक्छु एभ्रिवान। मैले चाहिँ आगो पनि फुकिसकेँ गाइस हो। आगो फुकेर पनि यहाँ पानी तताएको छु हो। अनि यो सुपको लागि चाहिँ यो मासु मैले धोएँ हो, मैदा सबै यो धुइदा गरेर रेडी गरेँ, मोमो सेटहरू हो। अन्त पानी मजाले डेक्ची धुइदा पानीमा चाहिँ बसेर चाहिँ बाहिर चाहिँ धुइनँ मैले हो। यो धुयो भने चुने हुन्छ मम्मी, यो धुयो भने चुने हुन्छ नि के हुन्न हुन्छ। यो धुयो भने चुने हुन्छ नि त। आगो मजाले बल्दैछ, केही भएको छैन हौ। हाँस्दैछ दादा। आगो मजाले बल्दैछ। आज चाहिँ हामी आगोमै मोमो बनाएर खाने एभ्रिवान हो। फोन म चाहिँ यहाँ मुस्दैछु है गाइस। आटा र मैदा मिक्स गरेर हो। भारी बोल्नु नि तपाईँ के गर्दैछौ? के गरेको बुढी भन्नु न। आटा मुसेको आटा मुसाको भने आटा मुसेको बुढा भाबीलाई देखाइ माते। हाय गाइस, म चाहिँ पुरा संस्कृत तरिकाले दिँदैछु गाइस। माते प्रणाम माते प्राणीपद आयुष्मान भवत भन्नुहोस् न। आयुष्मान भव। अब चाहिँ हाम्रो किमा पनि देखाइदिनु न। किमा रेडी यहाँ चाहिँ बनिसकेको छ हाम्रो किमा हाम्रो रेडी भइसकेको छ। हाम्रो किमा हैन, मोमोको किमा रेडी भइसकेको छ। मक्टुहरू यहाँ रेडी छ है। आज चाहिँ हामीले कटेरोमा गर्दैछौँ हो, चुला कटेरोमा। त्यही भएर चुला किचन भन्नुपर्छ।
यहाँ चाहिँ बनाउनु स्टार्ट भयो मोमोज हो। मम्मीले यहाँ बेल्नु हुँदैछ, विवेकले डल्ला गर्नुहुँदैछ, दादाले चाहिँ बनाउनु हुँदैछ। हाम्रो सुनिल दादाले चाहिँ छिटो छिटो बनाउनुहुन्छ नि त हो, त्यही भएर चाहिँ के दादा कस्तो सेतो। यहाँ किमा छ, यहाँ एक मक्टो रेडी हुन आँटेको छ हो। मम्मीले चाहिँ बेल्नुहुँदैछ। अघि मैले आधा बेलेँ होइन, हिजो जति पनि बनेको थियो यो मैले बेलेँ। अनि अहिले चाहिँ मम्मीको टर्न हो। सबैको पालो गरेको नि त, सबलाई ढाड दुख्छ हो, त्यो भएर एकछिन आगो सेक्नु पर्छ। छिटो 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 बेल्नु मम्मी, छिटो छिटो बेल्नुहोस्। अड्या छ लागेर फेरि मैले चाहिँ मेरो चाहिँ काम हो नि त आगो ठेल्ने। यहाँ चाहिँ यहाँ आगो ठेल्ने आगो ठेल्ने। यहाँ 2 मक्टु राखिसक्नु भएको छ हो। फर्स्टको चाहिँ पाक्नु आँटेको छ हेर्नु ल, कति फर्स्टको चाहिँ पाक्नु आँटेको छ। पाक्नु आँटेको छ हौ, यो त फर्स्टको चाहिँ पाक्नु आँटेको छ हो। आगो मजाले बल्दैछ होइन। चुलामा पकाएको मोमो चाहिँ खाने भएको छु त। अस्ति फुपूको पनि चुलामा पकाएको। दुईजना बोय एकजना गर्ल भन्ने, दुईजना मेन एकजना वुमेनले यहाँ फटाफट बनाउनु हुँदैछ। हाम्रो चाहिँ यहाँ मोमो डिस्ट्रिब्युट हुँदैछ अब चाहिँ पाकिसक्यो। कहिले आइरहेको मम्मीले हालिदिनु हुँदैछ मोमो हो। यो मलाई 12 गर्नु पर्दैन हौ। यहाँ चाहिँ छ सुप हो, अब चाहिँ सुप हाल्ने। यहाँ दादाहरूले उयो हाल्नुहुँदैछ जुसहरू हो। दादा र विवेकले, बाबा यहाँ बसिरहनु भएको छ। मम्मीले मोमो डिस्ट्रिब्युट गर्नुहुँदैछ हो। यो चाहिँ मेरो लागि यहाँ छ सुप हो। के ल्याइदिनु भएको छ? आमा कसरी माया बुढीलाई। यहाँ चाहिँ सुप छ हो। सुपमा चाहिँ मैले सोया सस हालेको कि त्यही भएर कालो कालो देख्दैछ एभ्रिवान। हजुर सुप हो। हामीले चाहिँ आज चुलामै बनाएको हो। अझै 2 मक्टु पाक्दैछ, चुलामै खाएको हो। किनभने भित्र मैला हुन्छ कि। सुप लिँदै तपाईँ दादा खानु, तपाईँ दादा खानुहोस्, तपाईँ दादा लिनु त्यो। अब एकछिन हामीलाई हो यहाँ हाल्छु। परिवारको भाडा कस्तो भएछ बाबा? टेस्टी? ए हौ विवेक नथिची तपाईँहरूलाई कस्तो भएछ भनेछु। खानु खान्छु ल। अब चाहिँ हामी खानु थालेको है गाइस। यो चाहिँ मेरो मोमो, अचार, जुस अनि सुप। भन्दैछु